दर्शन नमस्ते साथीहरू। टमाटर फार्म साथीहरू आज चाहिँ हामी गोलभेडा फार्मतिर आइपुगेका छौँ। यहाँहरूलाई यो गोलभेडा फार्मको सानो भिडियो क्लिप बनाएर म देखाउँदैछु। यहाँहरूले देखिरहनु भएको छ, यहाँ टमाटरहरू प्रशस्त फलिरहेको देखिरहनु भएको छ भिडियोमा। टमाटरहरू अहिले पाकेर हेर्नुहोस् जताततै। बजारमा यसको कुनै बजार भाउ छैन। इन्डियाबाट चाहिँ भारतबाट तरकारीहरू आयात गरे पश्चात अहिले हेर्नुहोस् नेपालमा अहिले तरकारीहरू यस्तो बिजोग भइरहेछ। बजारमा कुनै भाउ छैन यसको। त्यही भएर नै अहिले यसरी खेर गइरहेछन् पाकेर। हेर्नुहोस् कति देखिरहनु भएको छ भिडियोभित्र देखिरहनु भएको छ। गोलभेडा टन्नै खाल्छ हो र। जताततै यस्तै छ। के गर्नु साथीहरू, तरकारी खेती गर्यो, खेती किसानलाई केही फाइदा छैन। हेर्नुहोस् सबै भारतबाट तरकारीहरू आयात हुन्छ। देशको चाहिँ उत्पादन भएको तरकारीहरूको केही मूल्य हुँदैन, सबै फाले सर हुन्छ। देखिरहनु भएको छ यहाँहरूले। तरकारी फार्मको अवस्था देखिहाल्नुभयो साथीहरू, बिजोग छ। अब फाइनल्ली हामी चाहिँ फर्केको साथीहरू। यता सालीको घरमा गएका थियौँ साली भेट्न। सालीको घर नजिक तरकारी फार्महरू थियो, त्यहाँ यसो जाँदाखेरि एउटा भिडियो बनाएको। हेलो गाइस, हामी चाहिँ बहिनीको घरमा गएर आउँदैछौँ। मेरो बुढो चाहिँ सालीको घरमा, म चाहिँ बहिनीको घरमा। बुढाबुढी सालीको घरमा। कोसेली पनि ल्याए टन्न गोलभेडा लिएर आएको छ। कोसेली अनि अलिकति आऊ स्कुटी। सालीको घरमा गएर फर्किँदैछु हामी। हरियो भाँडा कस्तो राम्रो देखिने भयो। गाईको बेच्नु गाई चढिन्छ गाई ब्याउने लिएर है कुटुक्क बनाइछ। हाम्रो बस पनि आइले चढिरहेछन् कति माथि डाँडामा। त्यो माथि डाँडामा हेभी बस उडिरहेछन्।